Okay. हेलो गाइस, वेलकम टु माई अनदर ब्लगमा तपाईँहरूलाई स्वागत छ। इट्स मी भीम बहादुर आलिमुगर, तपाईँहरूकै छोटा भीम हैन। र आज पनि मैले तपाईँहरूको लागि एउटा सानो ब्लग लिएर आएको छु। तपाईँहरूको लागि नभनौँ, यो ब्लग चाहिँ खासमा के छ भन्दाखेरि चाहिँ हाम्रो अशोक भाइको चाहिँ आज जन्मदिन र भाइलाई चाहिँ म जन्मदिनको धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छु। र हामी चाहिँ आज बर्थडेको दिन दाजु अनि भाइ अनि म मिलेर चाहिँ माथि डाँडातिर गएर यसो बर्थडे सेलिब्रेसन इन्जोय गरौँ भनेर चाहिँ यो भिडियो बनाएको। कृपया यसमा नराम्रो चिजहरू भए पनि तपाईँहरूले रमाइलोको रूपमा लिइदिनु होला। ढिला नगरिकन मेरो साथीहरूले अब यो मास्टर के गरिरहेछ त्यो सहितको भिडियो म तपाईँहरूलाई अन्तिमसम्म देखाउनेछु। हेरेर साथ दिनु होला है त। बर्थडे भयो है आजको चाहिँ ऊ चाहिँ फेरि आज पनि हामी उही स्थानमा जाँदैछौँ। आज पनि उही खालको रमाइलो गरेर चाहिँ आउनेछौँ भन्ने पूर्ण विश्वासका साथ हामी यहाँबाट निक्लिँदैछौँ। अब माथि गएर के हुन्छ सम्पूर्ण डिटेलमा तपाईँहरूलाई देखाउनेछौँ। हाम्रो सामान चाहिँ यहाँ प्याक भइसकेको छ ल्याएर। हेर्दै जाँदा हामी कहाँ पुगिने हो एकछिनपछि थाहा हुन्छ। तर आज विशेष गरी हाम्रो अशोक सरलाई चाहिँ जन्मदिनको धेरै धेरै शुभकामना दिए नि त यहाँ भिडियोबाट। अशोक सर भनेर मलाई देखिरहेको छ त्यो त यस हातको त यहाँ ल बर्थडे पनि लेखेको छ। बर्थडे भयो उसको है, ज्यानहरू कसो छ लम्बोको। अनि लेखेको अवस्था भनेको चाहिँ यस्तै छ। हेर्नुहोस् पानी परेर होइन, च्यार पानी परेर एकदम हिल्लामे छ। तर अहिलेको लागि बाटोहरू चाहिँ एकदम राम्रो छ है। यता हेर्नुहोस् खेती, फेरि के खेती भन्नु होला, अलैँची खेती हो यो चाहिँ। यहीबाट चाहिँ यहाँका मानिसहरूले चाहिँ जीविकोपार्जन गर्छन्, आफ्नो जीवन धान्छन्। यो चाहिँ हामी जहिले बस्ने डेली स्पट भन्छ, के भन्छ, यहीँ बसिन्थ्यो। आज हामी धेरै माथि जाँदैछौँ। हिँड नि त हिँड अगाडि, भाइ हिँड तिमी अगाडि। हेर्नुहोस् अगाडि हिँड्दाखेरि यति पसिना आयो। यो चाहिँ हामी दैनिक यहाँ बिहान मर्निङ वाक आउने ठाउँ हो। यहाँबाट चाहिँ यस्तो राम्रो भ्यूहरू हेर्न सकिन्छ क्या। छापै छाप, यता हाम्रो रामेछाप, यता हाम्रो सोलुखुम्बुको गोली, यो परको डाँडा चाहिँ हाम्रो खिर्देमा गाउँपालिका हो है त। र हामी अहिले लगभग बिच बाटोतिरसम्म आइपुग्नु जस्तो लाग्छ। हामी आएको स्थान चाहिँ यो तल घर छ नि, हो त्यहाँबाट आएको। खुपीको डेडी, खुपीको होइन उयो के अरे मुन्नी यसो हँसाउनु त केटा हो यार। अनि मुन्नीको आप्पा तिमीले हरिवंशको आचार्यको त्यसको बोल्दैन ए पाखन्छ भन्दैन भन। तिमीले मजाले गर्छ क्या, गर नि त आज क्यारिकेचर गर्ने नि त आज। मलाई कहाँ ए बहन भाइ, दामी हाँस्छ यता यो कुरा गर्न ल यो ठाडो जानुपर्ने। यो भन्छ पसिना पनि कति चिसो भएको है। ए भीमा, ए भीम बहादुर भाइ यहीँबाट बोकेर माथि हिँड्न। यसले झोला गरम भरे कहाँ म बोक्छु होइन। अहिले भर्खर बोकेको मैले पनि, मलाई पनि गाह्रो छ नि त।
मैले यो के खाएको थाहा छ यो चाहिँ मैले त्यस्तो गुड्खा गुड्खै भनौँ न मधु खाएको मधु खाँदा पनि एकदम रसिलो क्या प्रबोध भन रसिलो एकदम छिटो हिँड्न मुला अहिले कस्तो भन्दा पानी परिरहेको छ क्या त्यही भएर चाहिँ यो के गर्नु यसलाई कति भन्ने गोठलाई मुख छाप्नु नभने भाइ फेरि के बताउने साह्रो केही फाइदा छैन लगाइछ अब चाहिँ अहिले यहाँ पानी परेर अलिक नराम्रो बनायो हिँड्दा गली पनि सक्यौँ यति माथि आइपुग्यो के गर्नु म त यो तरिकाले हिँड्यो भने त सहरमाथाको टुप्पामा नै पुगेर आइदिन्छु जस्तो लाग्छ कि तर के गर्नु सहरमाथा यहाँ छैन टाढा तेरी भैंस की चटनी खोज्छ त यार यो चाहिँ नामखेलीको स्कुल हो होइन पानी पनि परेर हो क्या आज अलिकति दिन नरमाइलो भएको तर हामी जसको बर्थडे आउँदा नि हामी बर्थडे मनाउँदैनौँ घरमा मनाउँदैन पुरै जङ्गली मान्छे हो नि त हेर्नुहोस् न पानी यस्तो परेछ अनि हामी हिँडि नै रहेछौँ कहाँबाट हुन्छ त यो स्कुलको नाम के रहेछ हेरेर आउँ है त फर्क्यौँ है क्लास नर्सरी हेर्नुहोस् यो मञ्जुश्री सिंह बेसिक स्कुल इस्टाब्लिस 2012 यदि लिखित के रुरल म्युनिसिपालिटी नामखेली सोलुखुम्बु यो स्कुलको नाम चाहिँ यो रहेछ जस हामी पनि सानोमा यस्तो स्कुलमा पढ्यौँ है हामी पनि गाउँले नै हो जस अब अहिले ठुलो भएर चाहिँ यसो एक दुई ठाउँ घुम्न पाइयो आफ्नो देशमा यो लाउनु पर्छ क्या मलाई त्यो त भने नि ल हामी चाहिँ पानी आएको कारणले यहीँ एकछिन बसेर झ्याप्प यस्तो गोरु हुन्छ ल बधाई छ यसरी पनि काठीबाट लानु यसरी फङ भनेर तिरी यो च्यातेको हेरेको गर्छ केटाहरू ल एकछिनको यो पानी आउँदासम्म चाहिँ हामी यहाँ बस्यौँ भिडियो हो अब किनकि अब यहाँबाट हामी जाँदैछौँ त भन्नु पऱ्यो नि त यहाँबाट हामी अब एकछिन बसाएपछि एकछिनको बसाएपछि हामी निस्क्यौँ भन्नु त पऱ्यो नि त हाम्रो साथीहरूलाई भ्युअर्सहरूलाई ए बाबा छ बाबा जङ्क फुड त्यो त डाँडामा नि दामी छ है कता भाइ त्यो डाँडामा यो डाँडा दामी छ नि यहाँ त यो के को रुख रे दाइ भन् त काफल यो चाहिँ हाम्रो हाडे काफल भन्छ यसलाई चाहिँ अमिलो हुन्छ अहिले त्यो त लगाइस हामी अहिले बिच बाटोमा आइपुग्यौँ र बिच बाटोमा आउँदाखेरि चाहिँ हाम्रो पुल नेपालकै नम्बर 1 पुल झोलुङ्गे पुल यस्तो छ ओ बिस्तारै चाहिँ लड्छ केटा पुल बाटोमा जाँदा यो फलहरू भेटाएको छौँ आज धेरै पसिना आयो यति हिँड्दा यति धेरै पसिना आउँछ भने यति कालो मान्छे छन् है कालो भएको छ तर पनि म मेरो डाइट खानु सक्दिनँ नि यसरी खाने हो
ल हेर्न पसिना लुगा पनि त्यस्तै लाग्छ त्यही भएर नि पसिना आएको अब हामी त ल कसम आइसक्यौँ यहीँ मासतिर हो बुझ्यौ आइपुग्यौँ लड्दै पढ्दै पानी परेको थियो अघि त अहिले त पानी पनि रोकिएको छ जोस् बुझेल भाइको बिहे होइन आज बर्थडे हो भाइको बर्थडेमा हामी चाहिँ जस्तो सुकै दुःखमा पनि आज चाहिँ हिँड्ने नै हो भनेर चाहिँ हिँडेको खासै रमाइलो त्यस्तो केही छैन यो भाइको यो 25सम्मको लागि यसो देखोस् होइन हेरोस् यहाँ हामीसँग बिताएको दिनहरू उसले पनि महसुस गरोस् भन्ने उद्देश्यले चाहिँ आज म यो भिडियो बनाएको अनि के गर्ने न पसिनाले यस्तो त कल्लुवा हो कल्लुवा के अरे कलौटे कलौटे त हिरो हुनु चाहिँ हो है तर हेर्नु पछाडिको ब्याग उयोहरू सबै आज बादल लागेछ पानी पनि परेछ हेर्नुहोस् बाटोहरू यस्तो छ अनि आज हामी यत्तिकै पानी परोस् नपरोस् जस्तो छ त्यस्तै दिनमा हामी चल्दिने भन्ने हिसाबले आज हिँडेको यहाँ केही न केही त बनाउनु खोज्दै हुनुहुन्छ होला सायद जस्तो लाग्यो यता हेर्नु त ढुङ्गा रहेछ यता ल यो त पुरानै घर रहेछ नि त यहाँ त होला सायद यता बालुवा सल्लो ल्याएर राख्नु भएको छ यस्तो रहेछ है यहाँ चाहिँ हेर्नु त मैले तपाईँहरूलाई यहाँदेखि उयो परको गाउँ चाहिँ मजाको देखाइदिन्छु भनेर सोचेको थिएँ तर हेर्नु कारणवश यस्तो बालुवा सरी बादलले छेकी त हाल्यो ल हामी बस्ने भनेको यहीँ हो त्यस्तो खासै घुम्ने ठाउँ नभए पनि एकदम राम्रो हावा चल्छ यताबाट चाहिँ हामीले हिमाल देख्न सकिन्थ्यो यहाँ पर आज बादल लागेको छ हाम्रो बर्थडे भयो आज यहाँ उभिरहेछ जानेर नि यसको त राम बाख्रा कता लानु हुने त बाख्रा ए गिलास झुन्डाइदिनु भएको किन हजुर ए कता हराएको भेटिन्छ भनेर हो राइट हो ए टन्नै रहेछ हजुर हामी पाल्न त तर यस्तो गिलासहरू झुन्डाउँदैन क्या घन्टी नै हो भनौँ न हो त्यो चाहिँ हो दिदी हो हो बाख्रा आमामामामा तपाईँ घर कहाँ यहीँ हो मासतिर हामी तल चोलाखार्काबाट यसो घुम्दै आएको पिकनिक भन्दा नि यत्तिकै दिन त राम्रो भयो त हुन्थ्यो नि खोइ पानी परिहाल्छ एकछिनमा हो नि दिदीले चाहिँ बाख्रा चढाउनु ल्याउनु भएको छ एकछिन दिदीसँग गफ पनि गरियो बाख्रा चाहिँ 31वटा छ आमा कसरी पाल्ने यार हामी त सक्दैनौँ यहाँ मलाई भेट्न एउटा ऊ आएको छ ल मलाई भेट्न आएको छ भन्थ्यो नि यही हो आएको आइज यही हो आएको माथि आउँदैछ केटाहरू दुईजना हो आइज के लिएर आएको छ त्यो पनि देखाउँछु ल तपाईँहरूलाई ल साले मुच्छस् मेरो अगाडि किन आइस भने त यसरी मुद्न आएको रहेछ नि त यो डाम्न त ल खुट्टा त के उचाल्छ त ल हाम्रो दुई भाइ पनि आइसक्यो है दो भाइ पनि आइसक्यो यहाँ पानी पऱ्यो नि त फेरि यार पानी पऱ्यो म त छाते मुनि छु अब केटाहरू कहाँ बस्छ त तिम्रो यार के गर्छ
के ल्यायो भन त माल 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 अब यहाँ पानी परेर हामीलाई गाह्रो बनायो नि त यार साथीहरू यार कहाँ बस्ने भन नि त यार हाम्रो जाने तलै काम दिने है त्यहाँ सेउलाहरू भाजन माथि राखिदिनुपर्छ कि अब भइरहेछ यो चाहिँ हेल्पर हो यहाँ चाहिँ यहाँ हेड मिस्त्री यहाँ छ यसले राम्रो काम गर्छ नि कतिवटा घरहरू बनाइसकेको छ काठमाडौँमा यो चाहिँ हेल्पर हो साइड हेल्पर हो यो मेनले भने साइडले राम्रो गर्छ नि काम त फेरि कुरो बुझे बुझेन यसलाई फेरि यो भेजिया मुसा जस्तो छ अनुहार चाहिँ यसलाई फेरि भ्लगै चाहियो गाह्रो छ के गर्नु यस्तो पानी परेछ माथि भ्लगै चाहियो अरे यसलाई फेरि यो अनुहार त फेरि परेको छैन नि फेरि यसको तुरे मुसा जस्तो छ नि फेरि कहाँ गयो त्यो अर्को बर्थडे मनाउनु नि ओ झारे त कहाँ छस् यता आइज झारे त झारे तेरो क्यामेरा मेरो यहाँ मान्छेहरूले तेरो अनुहार हेर्ने अरे क्या त झारेको आज कस्तो भन्दाखेरि अशोक भाइको बर्थडे हो तर पनि अब बाहिर बसेर उता पनि ठाउँ छ यहाँ यस्तो छ क्या ओहो भाइ यहाँ पानी पानी रह त यार यस्तो छ यहाँको अवस्था यस्तो छ ठाउँ यस्तो छ आउँथ्यो क्या बस्ने त्यो ठाउँ चाहिँ अब हामीले किनकि पानी परेर चाहिँ यो ठाउँ चाहिँ एकछिन अस्थायीको लागि यो ठाउँ बनाएको हो एकछिनको लागि यता पनि पानी जाउँदै यता हेर्न सक्छ यता छातै छ त चाहिँ यस्तो अवस्थामा बनाउँछ यस्तो अवस्थामा भाइको बर्थडे मनाउनु खोज्दैछु है हाम्रो राजाको बिजो गराउन खुलित ए कहाँ त्यस्तोतिर गाइस अब एकछिन पछि हामी खान्छौँ यही खाउँ कि एकछिन जाउँ त के समयको लागि उयो गरौँ भने त प्लास्टिक ल्यायो नि दाइ त्यहाँको के गर्नु त त्यहाँको प्लास्टिक ल्यायो छ किन त्यो भन्नु त यस्तो छ है हामी चाहिँ पानी रहेको जस्तो छ अहिले गुफा बनाइयो मात्रै ल हिँड जल्दी यस्तो छ है रहेको अवस्थामा चाहिँ हामी फेरि निस्केर त्यही ठाउँमा जान्छौँ यस्तो बनाउँथ्यौँ यस्तो बनाएर अहिले फेरि पानी रहेको जस्तो छ अहिले चाहिँ फेरि आफ्नै ठाउँतिर जान्छ बाहिर गाइजहरू ल अब काम सुरु हुन्छ यहाँ हाम्रो मासुको परिकार चाहिँ भरे हुन्छ होइन यो के हो यस्तो झारे के हो सबै मिलाइराख्नु निकाल्नु न सबै निकालेर टक्क राखेर गरौँ न हेर्नुहोस् है फोटो खिच्नुपर्छ यसको बारेमा तिमी के भन्नु हामी यो कहिले काहीँ मात्रै हामी अब चाहिँ हामी सुरु गर्छौँ बर्थडेमा यसो पानी पर्दै घाम लाग्दै उसको जन्म भएको रहेछ आज लाउली सारी रेशम को चीटे के सुनके चुरा गया गली गली
यार तू उचाल्नु दिँदैन त्यसले कडा छ अरे माल त माल कडा छ है साथीहरू माल कडा छ हल्ली त गाला हल्लिन्छ दाइ यो चेस हल्लिन्छ पुरै उयो देखिसक्यो चेस पनि एकदम ठुल्ठुलो छ यसको त साँच्चै भन्नुपर्दा एकदम हो कसो भनेर एकदम राम्रो छ क्या ठीक है आज भाइको बर्थडे चाहिँ राम्रोसँग मनाइयो है बवाल भयो सम्झना लागेकै हो सम्झना लागेको यो भिडियो चाहिँ हामीले अब यतिको चाहिँ हाम्रो अशोक लम्बु भाइ जता पुगे पनि हामीले भिडियो यो हेर्न पाइन्छ यो भाइले नि हेरेर सम्झिन्छ नि त हामीलाई अहिलेसम्म यतिको बिर्से पनि यो भिडियो हेरेर सम्झिन्छ नि त अनि हाम्रो चाहिँ बर्थडे यस्तो हुन्छ जङ्गल जङ्गल होइन यसो डाँडा पाखामा हुन्छ हेर्दै गर्नु होला है Bangga, 1000 rupiah kagak? Oh. Ah! Cepat kagak? Cepat! Wow. Wow. यो बेस्ट डान्सर हो यो नेपालकै नम्बर 1 वाउ ब्युटिफुल गर्दियो उडाले फ्रेश डान्सरहरू सब्सक्राइब लाइक कमेन्ट चाहिँ गर्नु पर्छ अरे यति मेरो त्यहाँ है यति मेरो भिडियो ल लाइक कमेन्ट शेयर सब्स्क्राइब गर्नु होला है त मैला दे रे खोइ त नि हुन्छ केटाहरू यार यस्तो दामी भाइब दिइरहेको छ यार हामी त ल टिकटक सिकटक बनाएर हामी चाहिँ अब यहाँबाट धेरै रमाइलो पनि गऱ्यौँ यहाँ धेरै रमाइलो गऱ्यौँ चस्मा लगाइदिएर पनि अब त्यस्तै कालो गोरु होइन कलौटे कुन गीत त्यो गीतमा हामी टिकटक बनाइन्छौँ अब हामी चाहिँ यहाँबाट अब जान्छौँ सामानहरू पनि अलिअलि उब्रेको छ है खान्छौँ सुँगुरले पनि पर्खेको छ हामी जान्छौँ तल गएर है ल ल हाम्रो चाहिँ लास्टमा बचेको हाम्रो एक्सट्रिम छ है फास्ट बनाउँछौँ हामी अनि हाल्छौँ यहाँबाट है प्राइज ल मेरोबाट बना माछा अलिक क्वालिटीबाट बना भन्दा भन्दैन जाने बेला पनि गाडी 44 29 मदन सरकोमा 44 29 59 सुनमा सुगन्धै भयो नि त 29 मदन सरको गाडीमा हामी फर्क्यौँ कि 59 20 तिम्रो बर्थडेमा त राम्रै भयो त 20 फोन गरिहाल ल एकछिनको गाडीको के गाडीमा सवार पश्चात हामी फेरि उही पैदल यात्रामा लाग्यौँ मदन सरलाई चाहिँ धेरै धेरै धन्यवाद दिन चाहन्छौँ अनि गाडीमा चरा ल्याउनु भयो हाम्रो अशोक सरले ए कुखुरा बोक्ने भाइ यस्तोमा कुखुरा बोक्छ त्यो भाइले त
मकै हेर कति ठुलो भइसकेछ दाइ है यता चाहिँ सुँगुरको मासु यहाँनिर कुखुराको मासु बनिन्छ मेरो दाईको लागि मेरो उसको दाईको लागि अर्को दाईको लागि चाहिँ अर्को तरकारी बनिसकेको छ यता दाल यता खाना पाइसकेको छ यता प्याज माल दामी छ आज खोइ त नि भाउजू भाइहरू कता छ मेरो गुरुबाले हालेको छु यहीँ हालेछु नि किने हालेको अनि गन्ध दाम दिन्छ कि बुझेन अलिकति ग्रेभीको लागि गरेँ दामी भुटिसक्यो यसलाई चाहिँ चट्टा यसमा यो कागती मिलाएर टक्क खाएर चाहिँ हाम्रो अर्को खाजा यता छ फेरि मासु माल अनि यता सरकार यता हाम्रो बर्थडे बोय आजको लागि ओके ल सुरु गरौँ न त ल न्यु इयर पहिला यो हालौँ न त मासुै छ यसलाई त मासु ओके दामी रहेको केरा अब दाइको एउटा यो खाइदिउँ है वाउ दामी छ है इम्मी हान्द दाइ हान्द त वाउ यो है कति गिलो स्वाद छैन दामी छ आजको मासु चाहिँ जस भाइको बर्थडे भएर होला है एकदम दामी चिजहरू खायो बिहानदेखि अहिलेसम्म मिठो चिज खान्छ है यम्मी गाडी पनि भेटाएको सुँगुर पनि काट्यो है साँच्चै दामी क्या यसको बर्थडेमा त दामी भयो अरे भोलि त्यही बर्थडेको निम्ति आएको ल हामी चाहिँ अब कम्तीमा एन्डिङ पोइन्टमा जाँदैछौँ दाइ यस्तो अवस्थामा छ अहिले यस्तो छ बब्बाल खान्छ यसले पनि यार वाउ बब्बाल खान्छ म चाहिँ अब किनकि आज यस्तो बब्बाल खायो कि भुजेल भाइको बर्थडे भएर बनाउनु सक्यो दाइले दामी बनाएको क्या है एकदम ल साथीहरू हामी चाहिँ अब यस्तै हो है ड्यु हाल्नु यो उ गर फाल्दैन ड्यु हाल्नु ड्युले चिसो हुन्छ क्या अलिक फ्रेस बनाउँछ क्या तिमी घर भाइ अहिले त्यही घटाउनु भाइ यसले फुलै राखेछ क्या त्यो भएर म भर्छु अरे बस है खतरा बनाएको क्या दाइले कसो नि यार त दामी बनाउँछ नि यसले फेरि मासु नै हरेक चिज भिडियो कस्तो लाग्यो तपाईँहरूलाई जस्तो लागेको छ त्यस्तै कमेन्ट गरिदिनु होला र मेरो युट्युब च्यानललाई लाइक कमेन्ट अनि सब्सक्राइब पनि गरिदिनु होला धेरै धेरै माया गरिदिनु होला तपाईँहरूको दिन शुभ रहोस् यति भन्दै आजको मेरो भ्लग यही अन्त्य गर्न चाहन्छु हस् त धन्यवाद